सबैजनालाई नमस्ते। आज चाहिँ हामी मामा घर जाँदैछौँ। आज चाहिँ मैले मामा घर जान लागेको भिडियो बनाएको छु। अनि म चाहिँ रेडी भइसकेँ, मामु चाहिँ रेडी हुँदै हुइसिन्छ। अनि आज चाहिँ राम्रो भ्लग हुनेछ, हेर्नुहोला भिडियो अन्तिमसम्म। अनि म चाहिँ हाम्रो सल्यानलाई देखाउँछु है त। हामीले चाहिँ हाम्रो गाडीलाई पर्खँदैछौँ। हेर्नुहोस्, मामु चाहिँ उता हुनुहुन्छ। घरबाट निस्कि पनि सक्यौँ। त्यो चाहिँ सल्यान रोड हो। हामी चाहिँ फाइनली गाडीमा बस्यौँ। अब चाहिँ एकछिनमा गाडी हिँड्छ है त। मन्नानीलाई मोबाइल अब कहिले दिनु? हामी चाहिँ फाइनली श्रीनगर आइसकेको छौँ। अघि चाहिँ हामी गाडीमा थियौँ। अनि गाडीमा बस्दाखेरि चाहिँ बोल्नै मिलेको थिएन, किनभने यस्तो झाँकिरहेको थियो गाडीले। कपाल पनि हेर्न सक्नुहुन्छ हजुरहरूले। हेर्नुहोस्, गाह्रो छ। म हजुरहरूलाई देखाउँछु श्रीनगर कस्तो छ भनेर। यो चाहिँ हाम्रो गाडी हो। बस भाइ हामी चाहिँ ढोरचोर आयो है। त्यसरी हजुरहरूलाई म देखाउँछु ढोरचोरको वन। हामी चाहिँ फाइनल्ली थारबारी आइसकेको छौँ। हजुरहरूले थारबारी बजार देखाउँछ है। मामु चाहिँ उता हिँड्छ। अब चाहिँ एकछिनमा गाडी हिँड्छ है त। फाइनली हामी चाहिँ मामा घर आइपुग्न आँट्यौँ। म हजुरहरूलाई देखाउँछु। हाम्रो गाउँ चाहिँ यस्तो छ। मामु चाहिँ यता हिँड्छ। जाडो छ, जाडो पनि छ, गाह्रो पनि छ। अनि हेर्नुहोस्, त्यो हो हाम्रो घर। हामी चाहिँ हिँड्दैछौँ। एकदम झ्याक्यो गाडीले फेरि। त्यो मामा घर हो। मम्मी यो के हो? बुझ्यो? त्यो के हो? गाउँ चाहिँ यहाँ कता चाहिँ आएको छैन। सबै पाक्दैन। हातमा पोसेली आफ्नो ब्याग सबै लगेर यसरी ट्याक लाएर नाइका जान लागेकी नानी। बुइनी भनेको के भने राति पनि पढ्न आँट्यो होइन। जानु पुग्न आँट्यो। यो चाहिँ तपाईँले लगाउने बात हो होइन। अनि तपाईँले के अनि पुगिन्छ मामा घर आफ्नो नाते पाठिन्छ क्या। सबैभन्दा एक्साइटेड छ म यहाँ जानुको लागि। अब चाहिँ हामी पुग्न आँट्यौँ। ढोकाबाट हेर्नेको होला पर हेर्नु न, हेर्नु ल। अब हेर्नुहोस् है, लाली गुराँस हामी आउने बेला। के लेखेको छ म पढ्छु है। बी
YLO के लेखा मम्मी वेलकम बी वेलकम के हो के भने थाहा नि त हामी चाहिँ आयौँ आफ्नो अयाप्पा हेर्नु मलाई चाहिँ वेलकम भएन छ तर मम्मीलाई चाहिँ वेलकम भएछ है मम्मीलाई चाहिँ धेरै माया गर्नुहुन्छ मलाई चाहिँ गर्नुहुन्न है धेरै अब हामी ढोकाभित्र प्रवेश गर्छौँ कभरेज सबै भेट्छौँ थ्याङ्क यू अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू फर वाचिङ बाई 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 भनिदेऊ बाई 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 दिदीको भिडियो लाइक कमेन्ट गरिदिनु होला भनिदेऊ न दिदीको भिडियो लाइक कमेन्ट गरिदिनु होला दिदीको लाइक कमेन्ट गरिदिनु होला सपोर्ट गरिदिनु होला सपोर्ट गरिदिनु होला हो बाई भन्दा दुईटा बाई बाई म चाहिँ फाइनली घरमा आइसकेको छु अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद बाई बाई भनिदेऊ बाई